डाइटिङ हजुर डाइटिङ खाए सार लाए सार मरे पार लम्पसार भन्थे होइन। अब जति पिर चिन्ता होइन जे भए पनि खाना चाहिँ मैले छोड्दिनँ के। मैले 2 टाइम भात खाँदिनँ साथीहरू, किनकि म डाइटिङ गरिरहेको छु। 1 टाइम भात खान्छु, तर पनि अब एक टाइम त अब खानु पर्यो होइन। अब 2 टाइम भात खायो भने धेरै मोटाइने के। अनि 1 टाइम मैले अरू चिज खान्छु, रोटी सोटी, अब मकै सके जे भयो नि भयो। 1 टाइम चाहिँ भात खान्छु। अनि हजुरहरूले नि यदि वेट लस गर्नु छ भने 1 टाइम भात खानु, 1 टाइम चाहिँ अरू केही खानु के। अनि त्यस्तो डाइटिङ गर्छु भनेर बिहान 1 थाल बेलुका 1 थाल भात खाएर फेरि डाइटिङ चाहिँ हुन्न, वेट चाहिँ लस हुन्न है। अब आफूले नि अलिकति मेहनत गर्नुपर्छ, अलिकति दुःख पनि छ होइन। तर सुरुमा त सकिन्न जस्तो लाग्छ, तर बिस्तारै बानी परेपछि सकिन्छ। अनि मैले खाना खाएँ है। खाना खाइसकेपछि म त्यत्रो भात त खाँदिनँ। त्यसपछि अलिकति हाम्रो घरमा कुकुर छ नि त, अनि उसले त आश गर्छ। अनि उसलाई पनि पछि आश गर्दैन, मासु पकाएको दिन आश गर्छ कि हाम्रो कुकुरले। अनि उसले खाँदैछ।